आज म तपाईलाई सरकारले किन अध्यादेश जारी गर्यो, किन यो आवश्यक थियो, सरकार द्रुत गतिमा काम गर्न चाहन्छ। सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त, कानुन ल्याउँदा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुन सक्छ। तर त्यसरी सामान्य प्रक्रियाबाट संसदमा गएर विधेयक पारित गर्न एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा 3-4 महिना लाग्न सक्छ। त्यसकारण सरकारले द्रुत गतिमा प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो। सम्माननीय राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसदमा पेश गर्छौं। विगतमा धेरै सरकारहरूले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू छन्। विगतमा यस्ता दृष्टान्तहरू पनि छन् जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसदमा नल्याइकन खारेज गरियो। त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरू हुने गर्छन्। यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नको लागि ल्याइएको होइन। यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको हो।